सेन्टरमा बाँध्नु अनि त्यसपछि बन राख्नु है। यो बन यो अगाडि होइन, हेयर स्टाइलको लागि छुटाउनु मन लाग्यो भने छुटाउनु। बन लगाइसकेपछि यहाँ हेर्नु पहिला यसरी थोरै लक गर्नु अनि यसरी छिराउनु ल। अलिक छड्के पारेर छिराउनु है। डाइरेक्ट छिरायो भने यहाँ चाहिँ होइन ऊ हुनसक्छ, घोपिन सक्छ। यसरी थोरै लिनु अनि अलिक छड्के बनाउनु है। यसको चाहिँ अब एप्पल बनाउनलाई हाफ हाफमा 2 भाग यसरी डिभाइड गर्नुपर्छ। ल्याउनु है, यसरी फैल्याउनु, थोरै गरेर फैल्याउनु। लक्क यसरी गरेर सर्लक्क यसरी लक गर्ने है। यस्तो एप्पल सेपमा आउँछ ल। हामी मिडियम युपिनले लकम युपिन यसलाई चाहिँ 2तिरबाट मात्रै लक गर्ने, एउटा अगाडि एउटा तल, 2 चोटि मात्रै। फेरि धेरै युपिनहरू राखिदियो भने पनि गाह्रो हुन्छ नि। 2तिरबाट बाँड्ने भए बाँड्दा पनि हुन्छ होइन। म उ गर्छु यसै लक गरिदिन्छु भन्दा पनि लक गर्दा पनि हुन्छ है। यहाँबाट यसरी थोरै लिने अनि लक गर्दा हुन्छ। लक गर्दाखेरि कि त यसरी होइन बाँटेर गरेको जस्तो पनि गर्दा हुन्छ। यसरी है, यस्तो घुमाउनु ल। यसरी फेरि सर्लक्कै यसरी फोल्ड गर्दा गर्दै ल्याउनु ल। यसरी फोल्ड गर्ने टाइटली। यसरी ल्याएर लक गर्नु, यसरी गर्दै सक्छु है। यसरी गर्दा पनि हुन्छ। सर्लक्कै यसो होइन, अलग्गै यसरी लिने, यसरी गरेर यहाँ चेप्ने है। मिडियम युपिनले लक गर्ने, यहाँ लक गर्ने। फेरि अर्को लिने,